अनि के अरे म गर्ने भ्यालेन्टाइन डेको तयारी के छ भ्यालेन्टाइन डे के हुनु र अब बोयफ्रेन्ड भए पो तयार गर्नु अब छैन अब जुन दिन हुन्छ त्यही दिन तयार गरौँला तिमीले काठमाडौँमा है हजुर काठमाडौँमा एउटा कोठा पाइन्छ रे भ्यालेन्टाइन डेको दिनको लागि नराम्रो होइन किन कारण सोध न यार किन गर्लफ्रेन्ड छैन एक्लै बसेर रुनको लागि ए सबै जान्छ हामी त्यहाँ रुनु पर्न म त अर्कै सोचिरहेको के तिम्रो दिमागै त्यस्तै जाट औडा म त यस्तो भ्यालेन्टाइन डे यसो के यसो वाट द मिन्स यसो यसो चिप्पा यसो गालामा सब लोग ऐसा नहीं होता भाइ मैले भनेको कोठामा रुनको लागि के किनभने सबैजना त्यो दिन सबैजना खुसी हुन्छन् कहिले हो भ्यालेन्टाइन डे कहिले हो रुबिन्जी मलाई के थाहा अब तपाईँ त त्यहाँनिर दिदीसँग झ्याप्प मनाए भइहाल्यो नि किन तपाईँ सोध्नुहुन्छ भ्यालेन्टाइन डे घरमै हुनुहुन्छ त झ्याप मन मतलब त्यहीँनिर अरे घरमै हुनुहुन्छ झ्याप्पै अनि के ल्याउनु खानु रमाइलो गर्नु रमाइलो कसरी गर्ने रमाइलो टक्कसँगले ल्याउने खाने अनि टक्कसँगले दुईजना बस्ने अथवा नयाँ नयाँ ठाउँमा जाने डेट लाने अनि अनि त्यहाँ बाहिर अरू बेला घरमा बस्थ्यो भने त्यो दिन बाहिर गएर बस्ने टक्क बेडतिर यसो गुलाबको फुलहरू छर्किने गर्लफ्रेन्ड बोयफ्रेन्डसँग मात्रै बनाउँछ भ्यालेन्टाइन डे हस्बेन्ड वाइफ झन् मजाले मनाउनु पर्छ त्यो दिन घरमा बस्ने होइन बाहिर बस्ने त्यो दिन बेडमा फुल छर्किने मतलब भन्न खोजेको के हो गुलाबको फुल छर्केर रिमेम्बर गर्ने पहिलेको जुन थियो नि यादकारहरू त्यही यादकार बेडा गुलाबको फुल छर्किने बास सक्यो भ्यालेन्टाइन डे त्योभन्दा अगाडि त्यो अब मिठो मिठो खाने अनि त्यस पछाडि ठक्क इन्टरटेनमेन्ट गर्ने म गर्ने पनि अनुभवी रहेछ क्या त्यस्तै गर्छु म भोलि पर्सि मेरो बुढा भएपछि त्यस्तै गर्छु आज बाहिर चाहिँ बुढा राम्रो एकदम राम्रो सफा ठाउँ सेतो उतन्ना भएको अनि टक्क गुलाबको रातो गुलाबको फुलहरू छर्किने ठाउँतिर जानुपर्छ है भनेर भन्दै ए बाबा मान्छे औडा रहेछ यार सेतो तन्नामा गुलाबको फुल छर्किने अनि रोमान्स गर्ने अनि त्यो यस्तो 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 यो पानीको उयो पानीको यस्तो उयो डबल कि भएको जस्तो हो त्यस्तोहरू बाथरुम हुँदो रहेछ त्यहाँनिर फुलहरू छर्किँदो रहेछ त्यो टिकटकमा देखेको हो त्यस्तो ठाउँतिर लैजाउनु बुढा भन्छु म त अनि सेतो बिस्तारामा त फुल छर्केर के गर्ने रमाइलोहरू गर्ने चुप्पा गर्ने रोमान्स बोयफ्रेन्ड गर्लफ्रेन्ड मात्रै रमाइलो गर्ने त हस्बेन्ड वाइफ पनि त त्यो दिन बाहिर गर्ने तर बाहिर गर्ने घरभित्र त वाक्क हुन्छ नि त एउटै प्लेसमा बाहिर डिफरेन्स लोकेसनमा डिफरेन्स फिल गर्ने दिन फुल फर्किने रे अनि रोमान्स गर्ने पागल भ्यालेन्टाइन डेको बारेमा भन्यो कि सुहागरातको बारेमा अनि तपाईँहरू त बिहे गरिसकेको अनि बिहे गरिसकेपछि त त्यही हो नि सुहागरात भने पनि भ्यालेन्टाइन डे भने पनि
औडा गरेर अनि अब गर्लफ्रेन्ड बोयफ्रेन्ड मात्रै भए पो यसो भेटघाट गर्ने चुपाचाटी गर्ने रमाइलो गर्ने यसो गर्ने हुन्छ म गएँ यार म गएँ सकिनँ म बाई